चलिरहेको छ र आज चाहिँ पर्यो यो कर्मभूमिको अनुसार समयअनुसार मे 17, 2025 र निकै लामो समय पश्चात हामी चाहिँ यहाँ आज यसरी उभौली साकेला पर्व मनाउँदै एक आपसमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम भइरहेको छ र यसरी नै छ। यस्तै छ वरिपरि हेर्नुहुन्छ भने यो वरिपरि छ, यो चाहिँ वकिङ भन्ने ठाउँमा हो र यो ठाउँ चाहिँ जति पनि युकेमा बस्नुहुने आम हामी किराँत राईले लिएको जग्गा पर्यो र यस्तै छ। रमाइलो हुँदैछ, भव्यता चलिरहेको यता नाच्ने कार्यक्रम पनि हुँदैछन्, यतातिर नानी केटाकेटीहरू पनि रमाउने कार्यक्रम, एक आपसमा चिनजान शुभकामना आदान प्रदान गर्ने काम पनि भइरहेको छ र रमाइलो गरिरहेछ। अनि भन्नुहुन्छ भने मौसम पनि अति नै राम्रो छ। अनि सजिलो आकाशमा सुन्दर ठाउँमा चाहिँ ढोल झेम्टा बजेर सोही सोइला भनेर यहाँ हामी चाहिँ सुख दुःखको एउटा दिनहरूलाई भुलाएर चाहिँ यसरी यहाँ गरिरहेका छौँ र यस्तै छ। देश माहौल एकदमै राम्रो छ। यहाँ चाहिँ हामी किराँतीहरू हजारौँ उपस्थित भएर चाहिँ मनाएका रहेछौँ। विगत केही वर्षमा चाहिँ त्यस्तै सानातिनो समस्याले गर्दा हामीहरू अलिक जुट्न सकेका थिएनौँ, तर अहिले आएर चाहिँ यसरी हामी जुटेका छौँ र रमाइलो गरिरहेका छौँ। कर्मभूमिमा हो, सुख दुःख त्यस्तै हुन्छ, व्यस्तता हुन्छ, तर पनि यसरी हाम्रो किराँत राईहरूको महान चाड मनाउँदै गर्दाखेरि धेरै खुसी लाग्छ। अनि गाउँमै भएको पनि अनुभव हुन्छ। ढोल जान्छ सुन्दाखेरि अहिले हामी गाउँमै पो छौँ कि भन्ने एउटा भान पनि हुन्छ र गाउँमा पनि यसरी नै हामी मनाउने गर्थ्यौँ, हलतिर मातिर गरेर। अनि गीत पनि गाउँथ्यौँ हो, यसरी ढोल जान्छ बज्यो बजाइले रमाइलो गरौँ है आज मजाले भनिन्थ्यो। अनि सिन्कौली सेउली सेले नाचीमा जाउँ है प्लेले भनेर हामीले गीत गाइन्थ्यो र यसरी नै हुँदैछ। ल हेर्नुहोस्, यस्तै छ हाम्रो आज पर्वको। उहाँहरू सबै सजिनु भएको छ आफ्नो आफ्नो किराँती राई ड्रेसमा, कति सुन्दर हेर्दा पनि देख्दा पनि अति नै गर्व लाग्छ। जो हामी नेपालीहरू जता रहे पनि जहाँ भए पनि हाम्रो आफ्नो परम्परा संस्कृतिलाई कहिले भुल्दैनौँ। परम्परा संस्कृति नै हाम्रो एउटा ठुलो सम्पत्ति हो भन्ने कुरो यसैबाट हामी स्पष्ट हुन्छ, हामीले हेर्दा सुन्दा देख्दा। त्यही कारणले गर्दाखेरि आज चाहिँ धेरै रमाइलो भएको छ र त्यस्तै छ। व्यवस्थित यता हेर्नुहुन्छ यति मजाले सजेर हुनुहुन्छ आफ्नो आफ्नो वेशभूषामा भाषामा। यो भएको कारणले गर्दाखेरि धेरै नै रमाइलो सुन्दर छ भन्नु पऱ्यो। ल हेर्नुहोस्, यता कता हेर्ने, दुईवटा आँखा छ, यता हेर्ने कि उता हेर्ने हो कि। ल हेर्नु यहाँ अहिले अब हाम्रो के अरे उता कम्पिटिसनको लागि जानुको लागि रेडी हुनुहुन्छ। ल धेरै जानलाई रेडी हुनुभएको छ। यसै सन्दर्भमा यता सुरु हुन्छ। यतातिर हेर्नुहुन्छ भने मेन ठाउँमा एउटा साकेला सिल्ली कम्पिटिसन हुँदैछ।
यसरी छ। यहाँ सम्पूर्ण अहिले ताली मारेर खेल्नुहोस् यसमालाई सम्मान गर्ने सबैले ताली ताली मिलेर कन्सिडरमा भयो र यहाँलाई अब यहाँ चाहिँ सुरु आयो यतातिर यस्तै छ यहाँ। कति सुन्दर सुन्दर हाम्रो नानी दिदी बहिनीहरू अर्को सुरु भयो होला। अनि यतातिर हुँदैछ, यतातिर नाच्ने हुँदैछ। एकासामा सुख दुःखको आदान प्रदान गर्ने कार्यक्रम छँदैछ। त्यस्तो भएकै भए चाहिँ धेरै रमाइलो यस्तो मजाले नाच्नुहुँदैछ। त्यसो भएको हुनाले आज हामी सम्पूर्ण कर्मभूमि युकेमा बस्ने आम किराँती राईहरू जमघट भएका छौँ, रमाइलो गरेका छौँ, नाचेका छौँ, एक आपसमा शुभकामना आदान प्रदान गरेका छौँ भन्नु पर्यो। अनि दिनले पनि असाध्यै राम्रो खाना साथ दिएको छ भन्नु पर्यो। ल यसरी नै छ, हेर्नुहोस् अरे यता ब्याकग्राउन्डमा यसरी नाच्नु हुँदैछ यहाँ, कस्तो रमाइलो छ। ल हेर्नु होला, यसरी नै अब सुख सुखको साथ रमाउनु पर्छ कि होइन भन्नु पर्यो। म पनि यसो जोस् हल्का रूपले भइरहेको छु। यता हुनुहुन्छ यतातिर फेरि अहिले अर्कै कुन पारम कमिटीको पाला आयो, उहाँहरू आउनु हुँदैछ। हामी अहिले युकेमा चाहिँ पारम कमिटी मैले यसो बुझ्दा ओर्दा 18वटा जस्तो चाहिँ रहेछौँ। 18वटा चाहिँ पारम कमिटीहरू ल त आजलाई यति भन्दै यो मेरो छोटो भिडियो अथवा जानकारी जनै नजानी गरेको यो अन्त गर्न चाहनु पर्यो। सबैप्रति फेरि पनि 2081 साल वा 2025 सालको बौलीको हार्दिक मङ्गलमय शुभकामना यहाँहरू सम्पूर्ण